बच्चाहरूलाई सधैँ एउटै टेस्टको खाना खुवाउँदा चाहिँ नखाइदिने, खान मन नगर्ने, पिर्ने, मामुहरूलाई दुःख दिने गर्दछन्। त्यही भएर बच्चाहरूलाई फरक फरक खानाहरूको टेस्ट गरिराख्नुपर्छ मामुहरू। हेलो एभ्रिवान, आज म मेरो छोरीको लागि ओट्स बनाउँदैछु। मैले चाहिँ 1 चम्चा ओट्स लिएँ र त्यसमा पानी राखेँ। पानी राखिसकेपछि चाहिँ अलिकति पानीलाई फालेँ। त्यो दही चाहिँ नानीलाई अहिले एकछिनमा दिनको लागि बाहिर फ्रिजबाट राखेको। अनि यो चाहिँ डेट्स हो होइन। डेट्सलाई चाहिँ पानीमा एकछिन बोइल गरेपछि त्यसको बोक्रा निस्किन्छ अनि यसरी ब्लेन्ड हुनलाई सजिलो हुन्छ। थोरै बनाना पनि एड गर्छु म चाहिँ टेस्टको लागि। उता चाहिँ मैले ओट्स बसालेर पाक्दैछु, जस्ट सिम्पल पानीमा मात्रै। अनि त्यसमा मैले डेट्स राखेपछि मजाले चलाएँ होइन। चलाइसकेपछि यता बनानालाई पनि मजाले एड गरेँ। अनि यो यत्तिकै त खान सक्दैन, त्यही भएर मैले मिक्सर गरेँ। अनि ऊ चाहिँ यता खानालाई कति हतार गर्दै थियो। मेरो नानी चाहिँ यसरी खुवाउँदाखेरि एकदमै मिठो मानेर खान्छ कि। अझ उसलाई बनानाको टेस्ट चाहिँ एकदमै मनपर्छ। अनि म जेमा नि थोरै हाफ बनाना चाहिँ मिक्स गरिरहेको हुन्छु। हेर्नु न कति मजाले खायो होइन। यसरी बनाउँदा चाहिँ एकदम मजाले खान्छन् क्या बच्चाहरूले। सधैँ एउटै खाना दिइराख्दा चाहिँ उनीहरूलाई नि इरिटेट हुन्छ होला होइन। त्यही भएर नखाइदिने गर्ने त्यस्तो एकदमै धेरै बच्चाहरूको हुन्छ क्या। मेरो बच्चाले त खाएन भनेर धेरैले भन्नुहुन्छ। अनि बच्चाहरूलाई के दिन मिल्छ सबै कुरा हेरेर रिसर्च गरेर होइन आफूले अनि दिन मिल्ने कुराहरू चाहिँ दिनुहोस्। अनि मेरो नानीलाई चाहिँ मैले 1 चम्चा दिनमा 1 चम्चा दही पनि दिन थालेको छु। उसलाई दही यस्तो मनपर्छ है। अनि त्यो खाएको छैन भने पनि पछि चाहिँ खाना छोडेर मैले यो देखाउँदै नाटक गरी खुवाउनु परेको छ। अनि दही देख्ने बित्तिकै चाहिँ ऊ यस्तो मजाले गर्छ क्या है। त्यो मुख बिगारी भने पनि दही उसलाई यस्तो मनपर्छ। प्राय बच्चाहरूलाई मनपर्छ होला दही चाहिँ। मेरो नानीलाई नि एकदमै मनपर्छ। अनि यति खेल्दै गर्दा उसलाई पिर्दै पनि छ अलिअलि चाहिँ। अनि गुड गर्नुपर्ने छैन फेरि। गुड गरेपछि यस्तो ह्याप्पी हाँसेर मक्खै गुड गर्ने, ताली बजाउने त्यस्तो गर्न थालेकी छिन्। मेरो चाहिँ नानी चाहिँ 7 महिना लाग्न लागि 6 महिना चाहिँ कम्प्लिट भएन। अनि त्यसपछि मैले सोलिड स्टार्टमा चाहिँ उसलाई धेरै कहिले साबुदाना, कहिले ओट्स, कहिले के यस्तै गरी दिइरहेको छु। कहिले लिटो। अनि लिटो पनि धेरै सधैँ एउटै थरी दिँदाखेरि चाहिँ उसलाई मन परेन। हेर्नु न यति गर्दै गर्दा उसले सबै फिनिस गर्यो। अनि थोरै मैले 20 ml जति पानी पनि दिन्छु। उसले पानी कस्तो मनपर्छ उसलाई। फेरि खाइसकेपछि मामु छोरी हामी एकछिन नाच्यौँ। छोरीलाई कस्तो मनपर्छ हाई गर्न सिकेकी छिन् आजकल। हाई गर्छिन् अनि मैले हाई गर्न सिकाउँदैछु। खुसी हुन्छन्। मामु छोरीको प्ले टाइम भयो। अनि त्यसपछि त्यहाँ नानी खुसी त्यहाँ बटम पनि लगाएको रहेनछ। अनि उसलाई फेरि थिरी गर्ने भनेपछि ताली बजाइहाल्ने। थिरी छोरी भन्नुपर्छ होइन। ताली बजाएर कस्तो खुसी हुने के, कसरी उभिन खोज्ने। तर उसले टेक्न त्यसरी उभिन त सक्ने बेला भएको छैन। तपाईँहरूको बेबीहरू कति मन्थको हुनुभयो अनि त्यसपछि घिस्रेर हिँड्न थाल्नुहुन्छ कि हुन्न कमेन्ट गर्नु होला गाइज। मेरो नानी चाहिँ घिस्रिन चाहिँ